ओके हामी अब सिनी जान्नको लागि रेडी हुँदैछौँ रेजिन आइपुग्नु पर्ने हो ल बाई माया अब चाहिँ हामी ज्ञानेन्द्रजीहरूलाई पिकअप गर्न आइरहेको छौँ ज्ञानेन्द्रजीहरूको घरमा माया गेट खोल्न सकेनौ के लिएर आएको गइसके जस्तो हामीलाई छोडेर हेलो के हो सिन्डी जाने मान्छे त यार टिपटप भएर बस्नु भएको छ पुरै के गोप्रो के हो भाउजू ए ल हामी जाँदै गर्छौँ त्यसो भए ए ल त्यसै अति आउँदो रहेछ नेपाली त नेपाली नै रहेछ नि एकदमै टाइममा त ल अब हामी चाहिँ ज्ञानेन्द्रजी र भाउजूले एकदम मिठो ब्रेकफास्ट बनाएर राख्नु भएको रहेछ हामी खाना थालिसक्यौँ हिँड्नभन्दा अगाडि खाएर भाउजू ल धन्यवाद तपाईँलाई एकदम मिठो बनाउनु भएको छ ज्ञानेन्द्रजी चाहिँ हुनुहुन्न तपाईँ क्यामेरामा आउदिनु भन्नुभएको थियो नि त ल हामी अब ज्ञानेन्द्रजीकोबाट हिँड्यौँ भाउजू भाइ भनिदिनु त को छ गाडीमा माया कता हो हामी सिडनी जाँदै हो ड्राइभर सर गुरुजी पुऱ्याउनुहुन्छ नि हामीलाई हामी 20 वर्षका साथ हिँडिरहेका छौँ खलासी हैन तपाई नि चलाउने हो ए को पाइलट को पाइलट भाउजू त हो ल ल हिँड्ने है त हामी माउन्ट क्याम्पियर गर्दैछौँ हामी तिमीका आइपुग्यो हल्का पानी परिरहेछ मलाई त्यस्तै भएर यसले दोकान बस्यो होला हैन एडिलेट हुन्छ यो एसी हुन्छ राजधानी खाने एकचोटि गयो सो तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ र आजको हाम्रो यात्रा चाहिँ माउन्ट क्याम्पियरबाट लारामा एभलन एयरपोर्टसम्म हामी ड्राइभ गर्छौँ र ड्राइभ गरिसकेपछि गाडी त्यहाँ पार्क गरेर हामी चाहिँ एभलन एयरपोर्टबाट फ्लाइट लिएर सिडनी जाँदैछौँ हाम्रो गुरुजी चाहिँ इलेक्ट्रिक गाडीमा पेट्रोल हाल्न आउनु भएको छ यति बेला इलेक्ट्रिकल लगन ल्याउनु यहाँ यत्रो इभी लेखेको गाडीमा पेट्रोल हाल्दै हुनुहुन्छ यस्तो छ अब अनपढ भएपछि कुन ठाउँ अरे सरकार यो ए हेमिल्टन आइसक्यो हामी हेमिल्टन रहेछ म त अस्ट्रेलिया नै फर्स्ट टाइम घुम्न आएको भएछ जहाँ पनि सोधिरहेको छु कुन ठाउँ लाउने बानी छैन मेरो लाउने बानी छैन राम्रै लाग्छ लाउने बानी छैन मेरो लाउने बानी छैन मेरो चाहिँ निकाले आयो तर म त केटा मान्छे हो त्यही भएर छैन मेरो धाउने बानी छैन मेरो ओरालीमा हिँडेको बाटो कसको गीत रे हो आस्था राउत यो त मेरो अर्को एउटा साथीले यस्तै गीत बनाएको थियो कि 30
केले छाउनु परालमा भाडा छैन नि जिगटी गाउन भए कमाउँछु भन्छ साथीलाई सम्पत्ति भाग्यमै भए कमाउँछु भन्छ साथीलाई सम्पत्ति गाउनै गाना नि तपाईँको हामीलाई त तपाईँलाई जानुसुक्यो रबले मगाउँछ कापले जानु कि नजानु भन्छ हालले जोतेर बाँझोको ताली लगाउँछु भन्छ हालले जोतेर नगर्ने भए ठिक छ गाउनु काली मलाई बनाउला विरतीको छत्ता उडाउन अब आदर छ है पनि भन्छ तिमीलाई भराउला चाँदी चाहिँदैन हिराउनु चाहिँदैन किनै भन ज्ञानजीको पालै अलिकति हात दिनु त एउटा हातले छोडी नजानु नि कहिले हो कहिले हो त्यो भएर त कमाइन्छ भने My birthday gift from my husband. के चाहिँ हामी कता जाँदै हो साथीहरू हामी लारा लारा जुत्यो भन्ने ठाउँ होइन कुन ठाउँ हो यो मा के खान जाँदै भाउजू हामी लारा आइसकेका छौँ र हामी भोकले कुर भइसक्यौँ अनि एउटा जापानिज टेकअवेमा हामीले केही खानेकुरा अर्डर गरेर खाँदैछौँ अनि यति बेला चाहिँ हाम्रो साथीहरूले सबै कुरा खाएर ज्यान तन्काउँदै हिँड्दै हुनुहुन्छ गाडीतिर अब गाडीमा पुगेर एयरपोर्ट पुगेर हामी गाडी पार्क गरेर उड्नेवालामा छौँ यति बेला सबैजना फुर्तिलो भइसक्नु भएको तपाईँहरूले देख्न सक्नुहुन्छ हामी एयरपोर्ट आइपुगिसक्यौँ अहिले चाहिँ ज्ञानेन्द्रजी सबै हाम्रो सामानहरू बोकेर एयरपोर्टभित्र जाँदै हुनुहुन्छ हामी चाहिँ पछि लाग्दैछौँ हामीले बाटो देखाएको छैन ज्ञानेन्द्रजी मात्रै हो बाटो देख्ने हुने है त्यही भएर अब भित्र गएर हामी सामान जोग्छौँ त्यो पछि बोर्डिङ लिन्छौँ अनि त्यो पछि हामी उड्नै लाग्यौँ है त उडि नै हाल्यौँ अब चाहिँ तिम्रो नखिच्ने हामी बाई बाई मेलबर्न लारा हामी अब मेलबर्न लारा हामी अब सिडनी एयरपोर्ट छिट्दैछौँ यति बेला चाहिँ हामी सिडनीको आकाशमाथि ल्यान्डिङ हुन नजिकै पुगिरहेको छौँ छिट्टै ल्यान्डिङ हुनेवालामा छौँ
सो यति बेला हामी चाहिँ सिडनीमा पाइला टेकिसकेको छौँ 7 वर्षको अस्ट्रेलिया बसाएपछि पहिलोचोटि सिडनी भिजिट हो हाम्रो यो त्यसैले ज्ञानेन्द्रजीहरूको पछि लगाइरहेको छ माया कस्तो लाग्यो सिडनी माया तिम्रो पहिलोचोटि सिडनीको एयरपोर्टमा आज पहिलोचोटि हो कस्तो हुँदैछ सिडनीबाट के एक्सपेक्टेसन छ तिम्रो कस्तो होला कस्तो पनि लागेन अस्ट्रेलिया सबैतिर एउटै त्यसो भए फर्के भयो त भोलि हेरेर फर्किने भोलि फर्किने भोलि फर्किहाल्ने हजुर। फर्किन मन लाग्छ के छ त तपाईँको प्लान हामीलाई के कस्तो ठाउँ देखाउने प्लान छ भोलि खान्छ आज खाउँदैन कुन चाहिँ ठाउँ हेरेर हामी वाउ फिल गराउनुहुन्छ तपाईँले ओपेरा हेरेपछि कतै राम्रो ओपेरा त्यही राम्रो होला भन्नु ओपेरा एकदम राम्रो छ ओपेरा हेरेपछि वाउ तिमीलाई चाहिँ कस्तो लागिरहेको मलाई त एकदम खुसी लागिरहेको छ ल्याउनु पाइयो निभ्यो ल्याउनु पाइयो यो आफ्टर कति इयर्स पछि यो आफ्नो 30 इयर्स अनि यत्रो वर्ष किन नजुरायो हजुरलाई किनकि जन्मेकै दिन मन है अच्छा ल हजुरलाई हजुर ल भन्नुहोस् हामी चाहिँ सिडनीको एयरपोर्टमा अहिले हराइरहेछौँ होइन ज्ञानेन्द्रजीहरूले सबै थाहा छ हामीलाई भनेर क्विक भन्नुभयो अहिले फेरि त्यही बाटो फिर्ता लैरहनु भएको छ त्यही बाटो हिँड्नु पऱ्यो सिडनीको एयरपोर्टमै 4-5 दिन बित्छ त्यही भने हुन्छ हामी निस्क्यौँ भने तपाईँहरूलाई अपडेट हुन्छ हाम्रो पहिलो दिनको यात्रा चाहिँ यति नै थियो र हामीलाई एयरपोर्टमा पिक गर्न राजेन्द्र दाई जो चाहिँ ज्ञानेन्द्रजीको आफ्नै दाई हुनुहुन्छ उहाँ आउनुभएको थियो र हामी त्यस रात राजेन्द्र दाईकै घरमा बस्यौँ बच्चाहरूसँग खेल्यौँ खाना खायौँ रमाइलो गऱ्यौँ उहाँहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको पार्ट चाहिँ हामी यहीँ ऱ्यापअप गर्छौँ र अर्को पार्टमा हजुरहरूलाई भेट्ने नै छौँ थ्याङ्क यू सी यू अगेन